संघर्षको बाटो र सफलताको शिखर। जीवन सधैँ समतल र सहज हुँदैन। यसमा उकाली ओह्राली घुम्ती र अनेकौं अवरोधहरू आउँछन्। तर एउटा सत्य के हो भने जुन बाटो हिँड्न जति कठिन हुन्छ त्यसको अन्त्यमा मिल्ने सफलता त्यति नै मिठो र सुन्दर हुन्छ। सङ्घर्ष नै सफलताको जग हो। हामी प्राय अरूको सफलता देख्छौँ तर त्यस पछाडि लुकेका कठिन यात्रालाई बिर्सन्छौँ। एउटा हिमाल चढ्ने पर्वतारोहीले जबसम्म भिरालो र अप्ठ्यारो बाटो पार गर्दैन तबसम्म उसले शिखरबाट देखिने मनोरम दृश्यको आनन्द लिन पाउँदैन। हाम्रो जीवनमा पनि त्यस्तै हो। आज तपाईँले भोगिरहनु भएको दुःख र कष्ट नै भोलिको सफलताको आधारशिला हो। धैर्यताको फल मिठो हुन्छ। गाह्रो बाटो हिँड्दा धेरै पटक मनमा हार मान्ने विचार आउन सक्छ, तर जसले धैर्यता राख्छ र निरन्तर अगाडि बढ्छ उसैले मात्र सुन्दर गन्तव्य भेटाउँछ। कठिनाइले हामीलाई कमजोर बनाउन होइन बरु भित्री रूपमा बलियो र अनुभवी बनाउँछन्। दृष्टिकोणमा परिवर्तन। यदि बाटो सजिलो छ भने सम्झनुहोस् कि तपाईँ कतै सामान्य ठाउँमा जाँदै हुनुहुन्छ। तर यदि बाटोमा चुनौती छन् भने बुझ्नुहोस् कि तपाईँ केही ठुलो र अद्भुत प्राप्तिको नजिक हुनुहुन्छ। गाह्रो बाटोले हामीलाई अनुशासन, कडा परिश्रम र मूल्यवान पाठ सिकाउँछ जुन कुनै पनि विश्वविद्यालयमा सिक्न सकिँदैन। त्यसैले आफ्नो जीवनको कठिन समयसँग नडराउनुहोस्। यी सङ्घर्षहरू केवल एउटा माध्यम हुन् जसले तपाईँलाई एउटा सुन्दर भविष्य र सफलताको शिखरसम्म पुर्याउनेछन्। मुस्कुराउँदै अगाडि बढ्नुहोस् किनकि उत्कृष्ट दृश्य सधैँ सबैभन्दा कठिन चढाइपछि नै देखिन्छ। मित्रहरू, तपाईँहरूले आज हाम्रो लेख रचना कलाकृति कस्तो लाग्यो? कृपया राम्रो लागेमा हाम्रो यस युट्युब च्यानल, फेसबुक आइडी र टिकटकलाई पनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब, फलो गरिदिनु होला ताकि आगामी दिनहरूमा पनि यस्तै खाले मिठो मन छुने शब्दहरू लिएर तपाईँहरू समक्ष आउनका लागि हामीलाई थप प्रोत्साहन मिल्नेछ। धन्यवाद।